नमस्कार सम्पूर्णलाई म भोजराज केवाली सैन्य महिना 11 बुटुलबाट आज फेरि म नयाँ भिडियोको साथमा तपाईको समाज उपस्थित भएको छु हैन। म खास गरेर पब्लिक स्पिकिङमै बढी जोड दिन्छु किन म पनि त्यसमा तपाई हामी सबै मिलेर सिक्दै सिकाउँदै छौं। पब्लिक स्पिकिङ हिजो मैले यो भन्दा अगाडि एउटा भिडियो बनाएको थिएँ, त्यसमा थोरै टपिकहरु दिएको थिएँ। सबभन्दा पहिला हामी पब्लिक स्पिकिङ सिक्नु भन्दा पहिला पनि के कन्फिडेन्स हुनुपर्छ भने तपाई बोल्ने बेलामा ह्यान्ड मुभमेन्ट यो बडी ल्याङ्ग्वेज एकदम पर्फेक्ट हुनुपर्छ। जबसम्म तपाईको बडी ल्याङ्ग्वेज हुँदैन तपाईले बोलेको शब्द छ केही माइन्ड राख्दैन। त्यो भएर जहिले पनि हामी पब्लिक स्टेजमा गएर बोल्नु भन्दा पहिला हामीले आफ्नो हाउभाउ सँगसँगै जानुपर्ने हुन्छ। त्यो भयो भने मैले हात यसो गरेर बोले भने त्यो राम्रो हुँदैन, उपयुक्त हुँदैन। त्यो भएर जहिले पनि हामीले के ध्यान दिनुपर्छ, हात पकेटमा हाल्ने पनि होइन, यसरी पकेटमा हालेर बोल्छ त्यो पनि होइन। भरसक प्रयास के गर्नुपर्छ, हाम्रो दुईटै हात चलोस्। एउटा हातमा माइक छ, बाहिर तपाईको हातमा माइक छ भने तपाईले अर्को हात प्रयोग गर्न सक्नुहुन्छ। त्यो भएर जहिले पनि हामी बोल्ने बेलामा तपाईको वर्डको थ्रु जुन तपाईले भोइस बोल्नुहुन्छ त्यसमा तपाईको बडी ल्याङ्ग्वेज मिल्नु पर्ने हुन्छ। त्यो भयो भने धेरै बिस्तारै हुन्छ हैन। एकैचोटी हुँदैन, बट तपाईले दुई चारवटा प्रोग्राम एटेन्ड गर्दै जानुहोस्, दुई चारवटा गर्दै जानुभयो भने अटोमेटिक बडीबाट आइहाल्छ। होइन भने के हुन्छ, धेरै मान्छेले के गर्नुहुन्छ, आफू बोल्नुहुन्छ गोजा मात्र राख्नुहुन्छ, हात यसो पछाडी गर्नुहुन्छ हैन, त्यो हुँदैन, कहिले पनि त्यो गर्नु हुँदैन। त्यो भयो भने के हुन्छ, हामीलाई कन्फिडेन्स लो हुन्छ। किन आफ्नो कन्फिडेन्स हाई हुनको लागि तपाई त एनर्जेटिक हुनु पर्यो नि हैन। तपाई हामी एनर्जेटिक हुनुभयो भने बल्ल अगाडिको ऑडियन्सले सुन्छ तपाईलाई, होइन त ऑडियन्स सुन्दैन। त्यो भएर हामी स्टेजमा जानुभन्दा पहिला आफ्नो बडी मुभमेन्टलाई एकदम पर्फेक्ट ध्यान दिनुपर्ने हुन्छ। यसरी हामी आफ्नो बडी ल्याङ्ग्वेजलाई अगाडि बढाएर धेरै अगाडि बढ्न सक्छौं। थ्यांक यू भेरी मच।